आज म एउटा सानो छोटो भिडियो लिएर आइरहेको छु। तपाईँको अहिले हामी छौँ तपाईँको यो हटिया भारकोट मजुवा पोरक्नी हुँदै वडाकारले जाने बाटोको हामी पोरक्नीको यो मजुवा खोलामा छौँ। हाम्रो चाहिँ अहिलेसम्म आइपुग्दा चाहिँ तपाईँको दुई साइडको प्लम वाल कम्प्लिट आधा भाग कम्प्लिट भइसकेको छ। तपाईँको अनि हिल पाइप पनि हामीले 5वटा लाइन लिन सकिन्छ राखिसकेका छौँ। अब हाम्रो चाहिँ यो यतातिर 5 मिटर बाँकी छ प्लम वाल आउन। यो लगभग यो भेगसम्म समेटिन्छ। यो समेटिसकेपछि तपाईँको यसको यता हामीले अब अझै 2 लाइन हिम पाइप बस्छ र हिम पाइप बसिसकेपछि अब हाम्रो विङ वाल र अरू चाहिँ लन्चिङहरू जाली लन्चिङ, त्यसपछि तपाईँको विङ वालहरू र तपाईँको अरू चाहिँ प्रोटेक्सन वर्कहरू चाहिँ काम बाँकी छ। त्यसपछि चाहिँ हाम्रो यहाँ चाहिँ यो भाग अलिकति ढलाइ र अनि अगाडिपट्टिको यतापट्टिको भाग ढलाइ हुन्छ र यो पारी देखिरहेको भागमा नाली बन्छ र यो यति भइसकेपछि यो काम चाहिँ कम्प्लिट हुन्छ। यो चाहिँ तपाईँको हाम्रो रिब्दीकोटकै पहिलो काम यस्तो प्रकृतिको भइरहेको त हामी पनि उत्साहित छौँ। यो गर्दै गर्दा हाम्रो काम गर्ने ठेकदार साहबहरू पनि उत्साहित हुनुहुन्छ, कामदारहरू पनि एकदम उत्साहित भएर चाहिँ काम गरिरहनु भएको छ। हाम्रो लगभग 1 महिनाको अन्तरालमा हामीले यति काम कम्प्लिट गर्न सकेका छौँ। अब बढीमा माघ महिनाभित्र नै हामीले सकाउने गरी टार्गेट राखेर यो कामलाई चाहिँ अगाडि बढाइरहेका छौँ। सम्भवतः यो माघ महिनाभित्रमा चाहिँ कम्प्लिट गरेर 1 महिना चाहिँ हामीले चाहिँ गाडी काम सकिएपछि 1 महिना चाहिँ रोक्नु पर्ने हुन्छ। 1 महिना रोकिसकेपछि फागुनको अन्ततिरबाट हामीले चाहिँ यो बाटोमा मोटर बाटो अब मलाई कम्प्लिट दिएर गाडी हिँड्न सक्ने खालको बनाउने छौँ भन्दै यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। र के छ तपाईँहरूलाई लागेको, कस्तो बनिरहेको छ, तपाईँहरूलाई केही सुझाव दिन मन लागेको भए तल कमेन्ट बक्समा गएर केही सुझाव पनि दिन सक्नुहुन्छ। र यति भन्दै म पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद।